हेलो दर्शक नमस्ते, वेलकम ब्याक टु माई भिडियो ज्ञानो खोटाङ ब्लगमा स्वागत छ हजुरहरु सबैजनालाई। आज चाहिँ न्यू डे न्यू ब्लग लिएर हजुरहरुको माझ उपस्थित भइसकेको छु। सबैजना सन्चै आराम कुशलै हुनुहुन्छ होला भन्ने आशाको साथ म पनि आराम कुशलै छु। आज चाहिँ हाम्रो सबैजनाको छुट्टी छ, 4 जना 5 जना खाना खान्छौं हामी चाहिँ। आज अब अरु बेला कसैको डे कसैको नाइट भएकोले गर्दा एकैचोटी भेट हुँदैन, के गर्नु परदेशमा यस्तै छ। आज चाहिँ सबैजना एकैचोटी भेट भएको बेला खाना बनाएर चट्ट खाउँ न त भन्ने सल्लाह भएर आज चाहिँ हाम्रो चिकन पाक्दै छ। अनि त्यही बेलामा थोरै छोटो भिडियो बनाउँ त भनेर बनाउँदै छु। सबैजनाले हेरेर साथ सपोर्ट माया गरिदिनु होला। मन परे लाइक शेयर सब्स्क्राइब कमेन्ट गरिदिनु होला। के कस्तो लाग्छ भिडियो कमेन्ट गर्नु होला भन्दै आज चाहिँ हामी सबैजना भेला भएको बेला अनि चट्ट लाएर आज चाहिँ तातो तातो पकाएर खाउँ न त, पानी परिरहेको मौसम छ भनेर तयारी हुँदैछ। हाम्रो चाहिँ चिकन पाक्दैछ। सबैजना आज 4 जना 5 जनाको छुट्टी भएकोले गर्दा एकैचोटी नभए अब कसैको नाइट डे भएकोले गर्दा त्यति भेट हुँदैन। पकाइराख्ने एउटा आउँछ खान्छ अर्को आउँछ, त्यस्तै छ। के गर्नु परदेशको मामलो जसो गर उसै राम्रो भन्छन्, यस्तै छ जिन्दगीमा। हेर्नुस् भिडियो के कस्तो लाग्छ हेरेर सल्लाह सुझाव दिनु होला भन्दै हेर्दै गर्नु होला। यसपछि हाम्रो चिकन पाक्दैछ।
हाम्रो सब्जी चाहिँ रेडी भइसकेको छ। आज चाहिँ अल्छी लागेर दालहरू खासै केही पकाइएन। नभए प्राय सब्जी पकाएर मासुहरू हल्का फ्राई गरेर अनि त्यसपछि ग्रेभी बनाएर दाल बनाउने गरेको थियो। आज चाहिँ अल्छी लागेर यही मात्रै खाउँ है भन्ने सल्लाहले हाम्रो सब्जी चाहिँ तयारी भयो। धनियाहरू पनि काटेर लगाइसक्यो, एकदम रेडी भयो। के कस्तो छ हेरेर साथ दिनु होला। खासै त्यति मिठो पकाउन त आउँदैन, जे होस् दुःख सुख यसो काम चलाउ गरिन्छ। अब परदेशमा के गर्नु, गर्नै पर्यो हैन। यस्तै छ अब। त्यही हो, सबैजना अब भेट हुँदैन कहिले, एक जना हुन्छ भात खाने बेला। मेरो प्राय 2 दिन डे, 2 दिन नाइट, 2 दिन छुट्टी हुन्छ। अनि त्यो भएले गर्दा साथीहरूको डे हुन्छ, के गर्दा त्यति सबैजना भेट हुँदैन। आज चाहिँ एकदम सबैजना भेट भएको बेला सँगै अनि अब यसो बसेर खाउँ, छोटो भिडियो पनि बनाऊ भन्ने सल्लाहले गरिँदैछ। हाम्रो चाहिँ अब खाना पनि तयारी भइसक्यो। खाना लगाएर रेडी। 5 जनामा 1 जना चाहिँ बाहिर जानु भएको छ। हामी 4 जना चाहिँ खाँदैछौँ। कति धेरै भात खाएको भनेर नहाँस्दिनु होला भन्न चाहन्छु। खाना अब बिहान बेलुका नास्ता खाइँदैन, बिहान खाना बेलुका खाना मात्रै हो। अब नास्ताहरू खाइँदैन, त्यही भएले गर्दा यति चाहिँ खाइन्छ। अलिक ज्यान पनि ठुलै छ नि त, यति भात त खाइन्छ। कति धेरै खाएको भनेर नभनिदिनु होला भन्दै अब यस्तै छ। हाम्रो सरहरू यता हुनुहुन्छ, हाम्रो चेतबहादुर गिरी हुनुहुन्छ। उहाँ चाहिँ यता बाँके बर्दिया सल्यानतिरको। अनि अर्को उहाँ दाइ हुनुहुन्छ यता चितवनतिरको, अमर राणा मगर। यस्तै छ। हामी चाहिँ अब खाना खान लाग्यो। जाडो मौसम छ, तातो खाना खाँदैछौँ। सबैजनाले हेरेर साथ सपोर्ट गरिदिनु होला मेरो भिडियोलाई भन्न चाहन्छु। हस् त, यस्तै हो। अब के गर्नु, परदेशमा दुःख सुख हैन, अब गर्नै पर्यो, खानै पर्यो, ड्युटी पनि गर्नै पर्यो। अब ड्युटी नगरे अब पैसा आउँदैन, पैसा नभए फेरि घरतिर गाह्रो छ, रुन्छ नि त फेरि। यस्तै छ जिन्दगीमा। परदेशको मामलो जसो गर उसै राम्रो भन्छन्। अब के गर्नु। भन्न चाहन्छु। हस् त, अब चाहिँ भिडियो पनि लगभग अब 8 मिनटको भिडियो हो। लगभग अब सकिँदै आयो। सबैजनालाई धेरै धन्यवाद, थ्याङ्क यू सो मच भन्न चाहन्छु। अहिलेसम्म मेरो भिडियो हेरेर साथ सपोर्ट दिनुभएकोमा सबैजनाप्रति एकदमै आभारी छु भन्दै अब चाहिँ यहीँ अन्त्य गर्न चाहन्छु। नेक्स्ट भिडियोमा भेटौँला। सबैजनालाई थ्याङ्क यू सो मच, धेरै माया। खाना चाहिँ अलिक निकै नै बढी नै भएछ, अलिक दुःख गर्दै पानी खाइँदैछ। यति त सकिन्छ भन्ने आशा छ भन्दै हस् त, बाई बाई। भिडियो यहीँ अन्त्य।